गाइस म यहाँ अहिले सपिङ चामल किन्नुपर्ने छ आज। लकिली यहाँ नेपाली दाइको पसल छ, त्यहाँ अलि सस्तो छ भन्ने सुने मैले, अनि त्यही भएर त्यहाँ जान आँटेको। यो चाहिँ त्यही मैले भने ब्याङ्क्सटाउनको अब अलिकति टाढा छैन यो पसल, खास नजिकै छ, अलिकति हिँडेर लाइक सो त्यो एउटा नेपाली दाइको पसल देख्दा रमाइलो लाग्दो रहेछ। सिडनीमा अब नयाँ ठाउँमा नेपाली दाइको पसल देख्दा रमाइलो लाग्दो रहेछ। अलि रमाइलो पसलहरू, अलि रेस्टुरेन्ट्सहरू मजाको छ, क्याफेजहरू छ। सो मलाई रमाइलो लाग्छ यो ठाउँ, सो रमाइलो छ। यो चाहिँ एउटा सो इन्ट्रेस्टिङ, रमाइलो यस्तो चौतारी जस्तो पनि छ यहाँ, रमाइलो एउटा लाइक बस्ने। यहाँ मान्छेहरू आउँछ, रमाइलो गर्दै बस्छ त्यहाँ त्यो रुखको निर। यहाँ चाहिँ ट्रेनको मजाले ट्र्याक्सहरू देखिन्छ, ट्र्याक्स बनाइरहेको छ अहिले यहाँ ब्याङ्क्सटाउनमा। सो अलि बसबाट जानुपर्ने हुन्छ, कति ठाउँमा बस चाहिँ फ्री गरिदिँदो रहेछ। मलाई पनि रमाइलो लाग्यो त्यो चाहिँ ट्रेन ट्र्याक्सहरू। यो चाहिँ हेर्नुहोस् रमाइलो छ, ब्याङ्क्सटाउनको अलिकति रमाइलो एरिया यो, रमाइलो छ। म चाहिँ यो त्यही ट्रली लिएर अब चामल अब किन्नुपर्ने, बोक्न गाह्रो हुन्छ। यो रमाइलो ट्रली सिस्टम गरेर टक्क ल्यायो, रमाइलो हुँदो रहेछ। नेपालमा पनि यसरी युज गर्नुपर्ने ट्रलीहरू, लाइक कहिलेकाहीँ मलाई नि याद छ झम्सिगलबाट यताउताबाट सामानहरू ल्याउँदाखेरि कहिलेकाहीँ बाइक अल्छी लाग्ने, सामानहरू ल्याउँदाखेरि गाह्रो। मजा क्याफेजहरू भएको रमाइलो ठाउँहरू छ, राम्रो छ। कुनै ठाउँमा हामी हेर्न गएको थियो, त्यहाँ चाहिँ एकदमै बढी टाढा, लाइक किनभने सिडनी भन्दैमा लाइक सबै एकदम नजिकै हुन्छ भन्ने हुँदैन। सो म बाटो क्रस गर्छु। यो रमाइलो, यो एउटा चाहिँ हर्स राइडिङहरूको, यो रेसिङ स्पोर्ट्सहरू, यो त्यो के भन्छ लट्रीहरू, त्यो रेसिङ कम्पिटिसन्सहरूको त्योहरू गर्ने। यहाँबाट धेरै टाढा त छैन, ठिकै छ। अब चाहिँ यहाँ यो चाहिँ हाम्रो बस स्टेसन्सहरू रमाइलो ठाउँ छ। अलि उता एउटा वेस्टर्न सिडनी युनिभर्सिटी हो, सो यहाँबाट अब अलिक टाढा छैन, यहाँबाट नजिकै छ। Hi, can you say hi? Very sad. Oh, आइपुग्नुलाई दिनु पर्यो दाइलाई। राम्रो बजाउँदो रहेछ दाइले, राम्रो बजायो। यसरी चाहिँ बसिरहेको हुन्छ, कति ठाउँमा देखिरहेको हुन्छु मैले। चाहिँ कमनवेल्थ ब्याङ्कको हो यो, ब्याङ्कको ठाउँ, ब्याङ्कको मेन ब्रान्च चाहिँ यहाँ छ, रमाइलो छ। यो चाहिँ मेन बस स्टेसन्सहरू चाहिँ हो, हाम्रो बस स्टेसन्सहरू हो यो, रमाइलो छ, रमाइलो बस स्टेसन्सहरू छ। यो चाहिँ मेरो यहाँको फेभरेट पिज्जा खाने ठाउँ। यो चाहिँ अलिकति रिजनेबल प्राइसको हुन्छ अरू ठाउँमा भन्दा। यो चाहिँ लेबनिज पिज्जा हुँदो रहेछ यतातिर चाहिँ, अरू ठाउँमा अलि हल्का सस्तो, राम्रो मिठो लाग्छ मलाई, सो रमाइलो लाग्छ।
Yeah, hi. Nice place. I love this place for pizza. Thank you. यो चाहिँ रमाइलो ठाउँहरू सस्तो तर मिठो मजाको हुन्छ अब लाइक पिज्जा हटहरू भन्दा सस्तो हुन्छ अलिक छ दाइहरू पनि रमाइलो टाइपको छ इन्ट्रेस्टिङ यो चाहिँ हाम्रो स्टोर एकजना नेपाली दाइको पोखरामा हुँदो रहेछ रमाइलो छ अनि प्रायः यहीँ आउँछौँ केही सपिङ गर्नु पऱ्यो एक रिजनेबल प्राइस पनि हुन्छ कहिलेकाहीँ हाई दाइ सो भिडियो बनाएर नि हाई भन्नुहुन्छ नि हाई भन्नुहोस् तपाईँले हजुर यो भ्लग हो युट्युबमै हजुर नमस्ते हस्